हो हेलो गाइज वेलकम टु माई अर्को भिडियो यस्तै एउटा एन्ड आज चाहिँ फेरि आइसक्यो मेरो एन्ड मेरो जिग्री मित्र इष्ट मित्रहरू यहाँ छन् है गाइज लाइक हि इज क्लिकिङ फोटो एन्ड एनदर पर्सन इज ट्राइङ टु समथिङ मोबाइलमा केही टप 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 गरिङ एन्ड म चाहिँ यसो फन गर्दै एन्ड हाम्रो कलेज चाहिँ यता छ है तिमीहरूले हेर्न सक्छौ लास्टै राम्रो कलेज छ तिमीहरूले पढ्न मन लागेपछि आउन सक्छौ है किनकि लाइक मलाई त राम्रो लागेछ अब साथीहरूले के भन्छ थाहा छैन है मलाई चाहिँ फुल्ली सेटिस्फाइड छु गाइज एन्ड चिल मुभमेन्ट हो अहिले चाहिँ ब्रेक टाइम भएको छ सो ब्रेक खाएर मतलब लाइक नास्ता पानी खाएर यता आछौँ क्या हामीहरू यता यसो रमाइलो गर्नु पऱ्यो नि लाइक हुन्छ नि अब यसो गफसफ हान्नु पऱ्यो एन्ड मेरो साथीहरू यहीँ छन् अरूजना क्लासमा छन् एन्ड आधी घन्टाको ब्रेक हुन्छ साथी हो एन्ड यस्तै हो कलेज लाइफ भएपछि के पुरा यस्तै हुन्छ क्या जहिले पनि लाइक अब हे नि यार अब अटोमा लाइक राम्रो कुराहरू चाहिँ आउँछन् पछि ब्लगमा अहिले चाहिँ लाइक अब सिम्पली जस्तो कमाउने देख्न सक्छौ या कुछ और कौन मुंह में गुटखा है नहीं बोल सकता मैं ये वीडियो ऊपर जाइए अरे वो मजाक कर रहे हैं जो नहीं खाता गुटखा बस वैसे ही बोल रहा है अरे यार हाँस लगेले यार एन्ड एउटा कुरा चाहिँ नबिर्स्नु होला साथी हो तिमीले चाहिँ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्स्नु होला किनकि यस्तै राम्रो भिडियो फन्नी भिडियो एन्ड आउँछ है फ्युचरमा नि आउँछ एन्ड आउनै गर्ने छ लाइक हुन्छ नि अब के भन्छ तिमीले थाहा होला धेरै नेपाली त खासै राम्ररी बोल्न आउँछ तर लाइक के भन्छ प्रोफेसनल्ली बोल्न आउँदैन क्या गाइस बिकज आई एम थारू यार थारू भनेपछि के हुन्छ यार लाइक हुन्छ नि साइन्टिफिक बोल्न कम बोल्छु क्या म त्यही भएर हो कि ओके थारू भनेको जातीय भेदभाव हो यस यु राइट ब्रुडा या थारू ल्याङ्ग्वेज इज पर्फेक्ट गाइज फर अस एन्ड नेपालमा चाहिँ स्पेसली नेपाली बोलिन्छ सो नेपाली बोल्नु आएको हिन्दी चाहिँ मेरो पर्फेक्ट छ है गाइज तर म आजकल नेपालीमा सिफ्ट भएको छु क्या नेपाली भाषा बोल्छु प्रायः सो लाइक अब भोलौ नि नेपालीमा बोल्नु पर्छ किनकि लाइक नेपालमा गएर नेपाली त बोल्नु पऱ्यो एन्ड फ्युचरमा अब यस्तै आउँदा अरू दिनमा पनि अब नेपाली हिन्दी थारू ल्याङ्ग्वेज नै देख्न सक्छौ तिमीहरूले यदि तिमीहरूले भन्यो भने थारू ल्याङ्ग्वेज म नि भ्लग गराइदिन्छु म एउटा दुइटा किनकि सकेसम्म अब थारू ल्याङ्ग्वेज म गराएँ भने लाइक अब नेपालीले बुझ्दैन अब एन्ड थारूले त बुझ्छ राम्रो कुरा त्यो बुझ्नु बट नेपालीले बुझ्यो भने त राम्रो हुन्न नि साथी हो त्यही भएर ल यस्तै भिडियोमा भन्दै गर्नु होला एन्ड लास्टमा चाहिँ यही भन्न चाहन्छु मन चाहिँ लाइक हुन्छ नि अब मनले सपोर्ट गरिन्छ अब अरूले भनेर हुन्न तिमीहरूलाई मनैबाट सपोर्ट गर्न सिक्नुपर्छ एन्ड हस्त गाइज धन्यवाद फेरि भेटौँला हामी चाहिँ अर्को भ्लगमा है हस्त गाइज बाई